मेरो सागबारीहरू हेर्नुहोस् है साथीहरू, मैले रोपेको सागहरू किरा आएर खाइहाल्यो। के गर्नु यतातिर त। यतातिर लसुन पनि यहाँ रोपेको छु, हुँदैछ। यता पनि छ मेरो सागहरू। छतमा यसरी रोपेको छु सागहरू मैले चाहिँ। खासै राम्रो भएन यसपालि चाहिँ, के भयो किरा आएर फेरि। ओ माई गड हेर्नुहोस् त, दिमाग खराब गर्छ किरा आएर त। ओ यहाँ बसिरहेछ अरे। के गर्नु नि यो किराहरूलाई त। सागमा आएर सब साग खाने हो। के खालको रहेछ हौ, कसरी यो किरा आउँछ हो नि। साग खाने, साग खान्छ हरियै हेर्नु सबै साग खाएको। ल अरू पनि छ कि यतातिर। सबै खाइहालेको त छ, के गर्नु। यता चाहिँ राम्रो छ एक दुई बोट, यता पनि छ, यता पनि खाइहालेको छ, यताको चाहिँ खाएको छैन। यताको चाहिँ राम्रो छ एक दुई बोट, यो पनि राम्रो छ, खाएको छैन रहेछ। यता चाहिँ फुल छ मैले रोपेको पपाया। यहाँ हाम्रो फुल पनि छ, कति मजाले हो मैले काटेको सबै, कति मजाले सानो सानो हुँदैछ। ओ एलर्टी एलर्टी एलर्टी। आज चाहिँ चिसो चिसो परिरहेछ हङकङमा चाहिँ साथीहरू।